क्या डेन्जर। तिमीहरूलाई भोक लागेन? अबे म त आलसे भइसक्यो। बाटोतिर दिबुसी टिपी खाँदै जाने हो। हेलो एभ्रिवान, वेलकम टु माई युट्युब च्यानल। अहिले चाहिँ म बाहिर गइरहेको छु। यहाँ यता पछाडि हुनुहुन्छ हाम्रो साङ्केन आउँदैछिन् अनि म चाहिँ यता अगाडि दिदीसँग छु। सो अहिले हामी कहाँ जाने लेट्सी हेरौँ। अब कहाँ पुग्छ थाहा छैन। रुममा घरमा बस्न अल्छी लागेर यसो बाहिर निस्किरहेको छु। अबे जाने म आइ मारो 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 मारो। अबे हामी चाहिँ अहिले पूर्व साइडतिर लागिसक्यो। टक्क ट्याङ्ग्रा पुलमा हामी अल्झेको छ। हाम्रो साङ्केन पनि हामी सँगसँगै आइरहेछ। साङ्केन त सिङ्गल रहेछ। प्लिज साङ्केनको लागि एकजना मान्छेले जोडी आइदिनु पर्यो। पुरा मिठो छ। हामी त यहाँ दुईजना छ। बिस्तारै अहिले टक्कै भयो बर्बाद हुन्छ। साङ्केन हाई, म तपाईँको बिग फ्यान हो। हेलो हाई, भेटेर खुसी लाग्यो। बाई। कति हाँस्नु हो घरिघरि त म आफै। साङ्केन गयो। बाई बाई साङ्केन। यहाँ बनाइसके राम्ररी पुग्नु होला। होइन त्यो त भोलेश्वर उँभो छ त्यो त। होइन यता अरे यता हो। ए हस् थ्याङ्क यू। साङ्केन यता अरे यता जाउँ ल। ओके आऊ जाउँ। लाइट बालेर है। ओह आउँदैछ लु जाउँ। ओके फाइनल्ली हामी चाहिँ त्रिवेणी पार्कतिर बाटो लागिसकेका छौँ। थ्याङ्क यू। खै के हो त्यो। अब त्रिवेणीतिर जाउँ के कसो रहेछ है त। हेलो साथीहरू, बाटो चाहिँ यस्तो रहेछ होइन। जस राम्रै छ। मेन रोडबाट भित्रपट्टि पूर्व साइडतिर लागिरहेछौँ। अन्त यस्तो राम्रो रहेछ बाटो। हावा पनि चलिरहेछ।
किलोमिटर अलिक टाढै हो जस्तो लाग्यो टाढै रहेछ पुग्न लाग्यो साथीहरू उयो कहाँ हो ए कहाँ आइपुग्यो कहाँ हो यो एकैचोटि इन्ट्री भयो त हामी त साङ्गेन एकैचोटि इन्ट्री भयो त नि यहाँ गेट पनि त छैन रहेछ भाइ त्रिवेणी रिसोर्ट कहाँ हो यही हो अनि गेट केही छ ए अनि यहाँ रहेछ त गाडी पार्क गर्ने ठाउँहरू यता रहेछ उयो त होला नि पार्किङ यता राख्दा हुन्छ यतै राखौँ न एकचोटि यतै रहेछ बाइक पार्किङहरू गरिरहेछ यिनीहरू हुन्छ सोध्छ कि त्यसले त्यसले शीतलमा राख्नु गएको रहेछ ल साथीहरू हामी चाहिँ यहाँ गेट छैन रहेछ नि त नि रोड नै होला भनेर डाइरेक्ट पसेको त पुरै यस्तो रहेछ यहाँ ठ्याक्कै यहीँ रहेछ त्रिवेणी रिसोर्ट भन्ने ठाउँ चाहिँ अब यताका केही झलकहरू यसो हेरौँ है बिस्तारै यहाँनिर चाहिँ टिकट गर्नुपर्ने रहेछ टिकट काउन्टर अब यहाँ प्रवेश शुल्कहरू 100 मात्र रहेछ है त साथीहरू कति हो टिकटको 100 हो मात्रै 100 हो होइन 100 मा चाहिँ जति पनि डुल्नु पाइने मैले गरेको यताबाट हो यहाँनिर चाहिँ 100 यस्तो चाहिँ हो ए म त के जान्नु त घाम भए पनि आइपुग्यो चाइनिज जस्तै देखिरहेको छ साङ्केन मेरो चाहिँ खिच्दैन ल मेरा फोटो खिचौँ न यहाँ कति राम्रो छ सुरत साङ्केन मेरा तेरा हामी सबका ओ माई गॉड खिच्नु पर्छ फोटो खिच्नु पर्दैन यही भिडियो हुन्छ क्लिक भएर आफै स्क्रिनसट गरेर निकाल्नुपर्छ ए होइन यहाँ त नि बोलेको कस्तो थर्किने रहेछ नि त आमा क्या डेन्जर वाउ आमा के हो यस्तो साथीहरू ला होला अनि ठाउँ यस्तो छ त होइन यस्तो सिन यस्तो दामी छ नि आज त्यस्तो भिड पनि छैन कस्तो राम्रो है होइन यहाँ फोटो खिचौँ न ओ यहाँ आऊ त सालको पानी माछीले खाने पिरिमसित जाने किन चित्रहरू पनि कस्तो कस्तो गरेको छ त यहाँ त वाउ स्विमिङ नै त होइन यो के यो बोटिङ चाहिँ हो होइन बोटिङ रहेछ वाउ नाइस वाउ नाइस अब टिकटक बनाउने हो त्यसपछि जाने हो बोटिङ त नगरौँ ल डर लाग्छ मलाई त ओइ माछा पनि रहेछ त अघि उताबाट बाटो लाग्दा चाहिँ बोटिङ चाहिँ नगरी नफर्किने भनेको अहिले आएर हेऱ्यो होइन बोटिङ नगरौँ भनेको गरौँ अरे हँसाउँछ यिनीहरूले यहाँ माथि त यस्तो रहेछ यहाँ माथि चाहिँ के हो ए उतापट्टिको अघिको हो अफिस हो होए होए कहाँ हो र ल कति राम्री देखेको आमा जापानिज कोरियनहरू जस्तो छ त हौ मान्छेहरू त धेरै गाह्रो छ हौ साङ्केन मेरो चाहिँ खिचिहाल्छ एउटा
ल ल मलाई त अनि तिमीहरूले क्यामेराम्यानको लागि त डुलाउँछौ नि त रहेछ लु म फोटो खिच्दैछु है स्टाइल गर है दुईजनाले अरू केही पनि होइन कि त्यो चाहिँ ऊ हो नि फेरि भिडियो फोटो होइन आयो हेलो हेलो हाई हेलो साथीहरू नमस्ते म चाहिँ छु अहिले यस्तो राम्रो तालमा सुजाता छ क्यामेराम्यान फेरि नचाइदिरहेको छ मलाई हाँस के गर्दै ए हो त्यसरी त्यो कुद्दै आऊ कुद्दै छिरा छिरा उता डाइरेक्ट छिरा अब उता तिमी र म सिङ्गल खिच नि तिम्रो अघिदेखि गर्दैछु भिडियो अघिदेखि रहेछ होइन नाना उसको सिङ्गलै छ मैले त्यस्तो गर्दैन तर सक्छ भरे खुस्किन्छ भरे डाँडा नि ल उल्टो घुमाएर हुन्छ खानु यहाँ हो चस्मा टोपी फेरि यता हेर्छ त उनीहरू गफ गर्नु नि आफू के हुँदैछ दुईजना केही नि हुनु थालेको हेलो एभ्रिवान यहाँनिर चाहिँ हाम्रो साङ्केनजी चाहिँ एकदमै मिनी भ्लगलाई स्टार्ट गर्नको लागि स्ट्रेटली उभिरहेछ होइन अनि यता चाहिँ अडियन्स एकजना हुनुहुन्छ अनि यहाँ चाहिँ किन चाहिँ यसरी साइलेन्स भएको भने नि यहाँ पर चाहिँ एउटा भेरै कराइरहेछ कि त्यही भएर पर्खिरहेको जर्मनबाट आएको चाहिँ होइन जर्मनबाट आएको अडियन्स चाहिँ यहाँनिर छ जर्मनको टोपी पनि जर्मनको के जरदेखि आएर यहाँ बसिरहेछ मनमा होइन अनि यता चाहिँ साङ्केन के भयो तिमी त पुरै साइलेन्स भएर पुरै के हलचलै छैन त दुईजनाको इन्टरेक्ट हेरिरहेको छु मैले अब स्टार्ट गर्नु भेरै कराइरहेछ ल्या झन् कराउनु थाल्यो त भेरै भयो स्टार्ट भएको छ हेलो साथीहरू म चाहिँ अहिले ठ्याक्कै पूर्वमा छु पूर्वको पनि एकदमै मैले टिकटकहरूमा चाहिँ देखिराखेको अनि तपाईँहरू थ्याङ्क यू एभ्रीवन फर वाचिङ हामी चाहिँ यहाँ आएको यहीँ घुमिमऱ्यो क्या साथीहरू अब माथिल्लो डाँडा जाने हो त्यसपछि चाहिँ हाम्रो चिल हान्ने हो चल्ला बेसराहरू सब हान्ने हो होइन जोस एकदम रमाइलो एकदमै राम्रो ठाउँ छ यहाँनिर है हजुरहरू जो कोही पनि आएर चाहिँ मनोरञ्जन लिन सक्नुहुनेछ साङ्केनको बहिनीलाई एकदमै हामीले सम्झिरहेछौँ साङ्केनले यहाँनिर डान्स गर्दै यहाँ त्यही त नि कस्तो राम्रो
कुरै नगर्नु साथीहरू टिकटक यति धेरै बनायो कि आम्मा कसैले बनाउनु न एउटा बनाएपछि अगाउँछन् होला तर हामी चाहिँ बनाउनु यस सबभन्दा राम्रो चाहिँ हाम्रो साङ्केनले यहाँनिर फोटो भिडियो गर्नेको एकदमै भिड छ होइन माहलु डाँडा चाहिँ कस्तो ए राम्रो रहेछ त नि गोदावरी चाहिँ कुन त्रिवेणी चाहिँ कुन हामी त्रिवेणी आएको हामी चाहिँ यहाँ त्रिवेणी रिसोर्ट त्रिवेणीको त कहाँ ए यहाँबाट उता रहेछ है बाहिर जाने चाहिँ यो चाहिँ कुन रिसोर्ट हामी त गोदावरीको आयो अघिदेखि हेर्छु गोदावरी हो र यो अनि गोदावरी छैन अनि हामीले टिकटकमा त त्रिवेणी भनेर देखाइरहेको थियो त अब गोदावरी पो रहेछ यहाँ हेर्नु साथीहरू गोदावरी पो रहेछ अनि हामीले त्यहाँ सोद्धाखेरि त्रिवेणी कता भनेर यहीँ देखा त गोदावरी रिसोर्ट पो रहेछ यो त हत्तेरी खै के हो कि खोइ त्यो साङ्केन कता गयो भाइ यो चाहिँ कुन रिसोर्ट अरे ए पहिला त्रिवेणी अहिले गोदावरी ए त्यस्तो रहेछ नि त ल भाइलाई धन्यवाद जानकारीको लागि अनि म पनि अचम्मै परेँ नि त हौ त्रिवेणी रिसोर्ट भनेर सर्च गरेर हेर्दा टक्क यही सिनहरू देखाएको थियो अनि अहिले फेरि यहाँ गोदावरी भन्दो रहेछ क्या यहाँनिर त कस्तो राम्रो रहेछ यो यस्तो फन ए उताबाट ए हजुर यहाँभित्र पिङ खेल्नु पनि चार्ज लाग्ने हो ए 50 रुपियाँ टिकट रहेछ पिङ खेल्नलाई बसौँ यहाँ शीतल यही शीतल देखेर आएको साङ्केन कता गयो म साङ्केन खोजेर आउँछु ओइ बस्दै गर ल साथी हो म चाहिँ साङ्केन खोज्न गएँ है ल साथी हो म चाहिँ साङ्केन खोज्न हिँडेँ ल भेटाउँछु कि भेटाउँदिनँ कहाँनिर भिडियो गर्दै डुलिरहेछ के साङ्केन साङ्केन म पनि साङ्केनको पछि जाने हो यताको वरिपरि चाहिँ के छ दृश्य यसो हेरौँ ल साथीहरू यहाँनिर चाहिँ बालबच्चाहरूको लागि विभिन्न तरिकाको खेलहरू रहेछ भनौँ न खेलौना त भन्न मिल्दैन हो वाउ कस्तो राम्रो आम्मामा यता माथि यस्तो सजाएको रहेछ अनि यता पनि ओहो यहाँ पर रहेछ नि त मेन त म दिदीलाई बोलाउनु पर्यो यता कस्तो राम्रो ए यहाँनिर चाहिँ उयो रहेछ ओइ साङ्केन ऊ त्यो के हो ऊ त्यो डल्ला डल्ला भएको हेरौँ न बाहिरदेखि भए पनि हेरौँ न डल्ला डल्ला भएको हेर्नु त साथीहरू आमा कस्तो राम्रो यो चाहिँ क्याबिन रहेछ के यहाँ बस्नेहरूको लागि सुविधा रहेछ रुमको ए उता कति टाढा रहेछ म त फर्केँ एउटै डिजाइनको रहेछ ए यस्तो रहेछ नि त टक्कसँगले ल म फर्केँ साथीहरू अल्छी लाग्यो पल्लो छेउ पुग्नलाई पिज्जा बर्गर पनि यहाँ पाउँदो रहेछ वाउ कस्तो राम्रो भ्यू यता आइज न माइली कस्तो राम्रो भ्यू देखिरहेछ यहाँबाट ल सबैजनाले हेर्नुहोस् ल भ्यू यस्तो राम्रो छ नि आम्मामामामामामा वाउ 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 हो ल ल ल ल
घुम्नको लागि आज हामी आएको दिनमा चाहिँ त्यस्तो भिड छैन, सो एकदम आनन्द भइरहेछ नि साङ्केन। त्यस्तो भिड छैन क्या, अनि त्यही भएर जस रमाइलो छ भइरहेछ। दुईजना कि सेप देखिरहेको छु पछाडिको, राम्रो छैन। यसरी हो टाउको, यसरी अरे साङ्केन, यसरी कि हातले कि टाउकोले? टाउको अरे टाउको यसरी अरे। प्यार दिलो का मेला अघि त अल्छाइराखेस्। ओहो दाइ झन्नै लड्नु भयो। यहाँनिर एकदम फोटो खिच्ने भिडियो खिच्नेको भिड छ। यता जाउँ है, के रहेछ यता? यता राम्रो छ कि। Oh my god, कस्तो राम्रो देखेको। ओए साथी हो साङ्केन के गर्दैछ हेरौँ ल, चुप्प लागि। साङ्केनले के खाँदैछ एक्लै एक्लै? के खाएको? मासु र भात। खोइ मेकअप सामान मलाई पनि उयो छ। कति राम्रा राम्रा हाम्रो बहिनीहरू चाइनिज जस्तै, चाइनाबाट आएका कि जर्मनबाट आएकाहरू हो यिनीहरू। तिमीहरूलाई भोक लागेन? साङ्केनले अहिलेदेखि भोक लाग्यो भने होइन, अब जाउँ है। बल्ल बल्ल हाम्रो पाहुना यता घुमाउनु ल्याएको, भोकोले आलस्य भइसक्यो अरे हौ। गाई होइन त्यत्तिकै पनि राम्रो, नेचुरली हो नि हौ, ब्युटिफुल। हाम्रो 10 भारी मेकअप थप्दा पनि 10 भारी मेकअप थप्दा पनि मेकअप ल। त्यो चाहिँ कस्तो हुन्छ अरे 10 भारी मेकअप गर्दा पनि? के हुन्छ 10 भारी मेकअप गर्दा के हुन्छ अरे? मलाई क्या 10 भारी मेकअप धस्दा पनि झन् कस्तो क्या कुरूप देखिन्छ हौ। यस्तो होला कि त्यो अनुहारै मेकअप त्यो पाउडरहरू चाहिँ डराएर त्यो भित्र पसेको, डराएर भागेको होला कि त्यो पाउडर। राम्री मान्छे चाहिँ फेरि झन् मेकअप गर्नुपर्ने क्या, मजामै लाग्छ हौ। राम्री मान्छेको सानमा नै अर्को। यहाँ फोटो भिडियो टन्नै खिच्यौँ। अब टक्कसँग लाएर भोकले पनि आलस्य भइरहेको छ। हामी बाटोतिर हामी अब बाटोतिर दिबुसी टिपी खाँदै जाने हो। साङ्केन हेर न, भोकोले कल्सी लाग्दै बोलिरहेको। दिबुसी अरे कटुस, दिबुसी कटुसहरू के बेन्डासीहरू। मैले उहाँको लग्यो क्यामेरा उता लगिरहेको। यहाँ जस्तो पनि हुन्छ गाइस। तर हामी पनि खेलेको भए चाहिँ हुन्थेछ नि त। अब डर लाग्छ मलाई त। हेर्नुस् त साथीहरू कस्तो राम्रो कुदेको, भुइँमा हिँड्ने पानी जहाज। नि साङ्केन
पल्टी जानु पर्दैछ त त्यस्तै पर्छ मलाई कस्तो डर लाग्छ के को डर हो यहाँबाट रमी साङ्केन तिमीलाई खास के भएको अरे आलस्य भोक लाग्यो भोक लाग्यो बिचरा लु खाना खानु जाउँ ल ल ए खाना त होइन हौ खाजा चाहिँ होला हौ ल उठ जाउँ ल बिचरा साङ्केन भोकाएर हेर त बिजोक खाऊ न हामी सबै खाएको म नखाने मेरो खिच्देऊ ल ऊ फेरि किसिमले भन्नु थाल्यो यो चक्लेट खाएपछि अघि चाहिँ जाने भनेर स्पिडले अनि आएको होइन स्पिडले पुरा केटी कुदेर आइरहेको थियो यता भोक लाग्यो कि भोक लाग्यो भन्दै अरू रहेछ म त मेकअप सामानहरू लगाएर क्या अरू रहेछ खानु दिदी यो यो त ऊ जस्तो छ त ए यस्तो कुरा छ त्यो दादी त खोस्टामै रहन्छ हेर त बिजोक पारियो झन्नै भनेपछि हजुरको भोक मर्यो अब चाहिँ होइन त चक्लेट खाएपछि ल ठिक छ थ्याङ्क यू सो मच यहाँ अर्को साथी पनि आयो देऊ न हाई भाग्यो त ओके ठिक छ हो भोक लाग्नु भनेको राम्रो कुरा हो क्या यिनीहरू त के पो खेल्नु थाल्यो तिम्रो साथीहरू अगाडि आयो साङ्केन के गरौँ ला मासु खाँदै रहेछ Okay everyone, thank you so much. See you again.